ठिक छ दर्शकबिन विशेष गरी मसँग सभापति उम्मेदवार श्री कार्की हुनुहुन्छ मैले कृष्णजीसँग सोध्न खोजेको तपाईँको उम्मेदवारी के को लागि आजको यो जुन नगर सभापतिको तपाईँको उम्मेदवारी छ त्यो के को लागि जहाँ इच्छा त्यहाँ भाइनेट अब सबै कनेक्टेड आधुनिक हिसाबमा वैचारिक विराटनगर महानगरमा चाहिँ आगामी दिनमा कुनै एक नगर निर्वाचन गर्ने पब्लिक निर्वाचनमा चाहिँ काङ्ग्रेसले पनि एक पार्टी बन्नुपर्छ भन्ने उद्देश्यका साथ सम्पूर्ण युवाहरूलाई समेटेर जाने उद्देश्यका साथ कृष्ण बहादुर कार्की नेपाली कांग्रेस विराटनगर महानगर समितिको आजको यो निर्वाचनको एउटा नगर सभापतिको उम्मेदवार स्वयं हुनुहुन्छ। 4 जना सभापतिको उम्मेदवारमा 1 जनाको विजय 3 जनाको पराजय निश्चित छ। यो पराजय र विजयको अवस्थालाई तपाईँ कसरी स्वीकार समाजले मागेको त्यसले गर्दा चाहिँ सम्पूर्ण क्षेत्रीय प्रतिनिधि लगायत वडा अध्यक्षहरूले चाहिँ मलाई निर्वाचित पूर्ण आशाहरू दिएर विश्वास दिए। अन्तिममा मैले यहाँलाई सोध्न खोजेको यहाँ विश्वास हुनुहुन्छ यो नगर सभापतिको यो पटकको सभापतिको ठाउँ यो पटकको सभापतिको बाजी मै नै मार्छु भन्नेमा चाहिँ अलिकति विश्वास हुनुहुन्छ? यसमा जुन किसिमले चाहिँ एउटा युवा हो सबैका समस्या समाधान गर्न सक्ने विचार पूरा गर्न सम्पूर्ण हिसाबले चाहिन्छ भन्ने जुन आवाज आइरहेको छ त्यसले मलाई के आशा र विचार छ भने सम्पूर्ण क्षेत्रीय प्रतिनिधिले वडा अध्यक्षज्यूहरूले चाहिँ निर्वाचित हुनुहुनेछ भन्ने आशा र विश्वास अहिले सभापति उम्मेदवार 1 जना कृष्ण कार्कीसँग उहाँको बनाइलाई हेर्ने हो भने यो पटकको नेपाली कांग्रेसको सभापति नगर सभापतिको पद आफै नै लिन्छु भन्नेमा विश्वास हुनुहुन्छ भनेर मलाई जानकारी गराउनु लाग्छ अर्को उम्मेदवार